हेलो सम्पूर्ण श्रमजीवीहरू, आई होप तपाईहरु सबैजना अस्तव्यस्त हुनुहुन्छ। अनि आज चाहिँ म टक्क यहाँ अलैँची बगानको फिर्के घुमाउन सार्न आएको छु हैन, बिग्रेको छ एउटा चाहिँ। अनि टक्क यो देख्दै गरेको चाहिँ लोकल भाषामा भन्नु पर्दाखेरि सुन बगान हो गाइज। अनि यो ठुलठुलो जति बिरुवाहरू देख्दै छ हरियो, यो सबै लोकल हो, हाम्रो पहिल्यैदेखिको। यो 6-7 वर्ष भइसक्यो यो अलैँची टिपेको। अनि त्यसबाहेक यो खाली ठाउँमा चाहिँ नयाँ भारलाङ हालेको छ, भारलाङ प्रजातिको। अनि सट्टोसँगले हेर्दा चाहिँ अब सामान्य देखिन्छ, किनभने पहिलो वर्ष हो यो एरियामा लागेको। अब सामान्य देखे पनि यहाँ चाहिँ एकदमै मेहनत चाहिँ कडाइ गएको छ, किनभने मैले 7-8 दिन लाएर यहाँ मल सबैमा लगाएको पनि छु हैन योपालि। अनि अहिले चाहिँ टक्क पानी बिग्रेछ र म फिर्के घुमाउन आएको। अनि फिर्केमा चाहिँ के अल जस्तो छ अनि मैले यसरी लगाएको छु। यो परेङ, सानो परेङ, अलिक यताउति सार्दाखेरि सजिलो हुन्छ भनेर 8 फुट जतिको मात्रै बनाएको छु, नत्र बाँसहरुकै हाल्दा पनि हुन्थ्यो। तर सारी बस्नु पर्ने भएकोले ठुलो किन लाउनु भन्ने हो मेरो चाहिँ हैन। के अड्के हेरौँ हैन। र यो नयाँ बिरुवालाई भर्खर मल हालेकोले गर्दाखेरि हाल्नै पर्ने हुन्छ के मल भिजाउनको लागि। के अल्झेको रहेछ। मैले पानी सानो भएर एकपट्टिको चाहिँ बुचाइदिएको छु है साथीहरुलाई। यसमा चाहिँ यो जुन सानो जाने चाहिँ फ्याक्ने चाहिँ मैले त्यहाँ प्लास्टिक हालेर बुचाइदिएको छु। त्यो हुँदाखेरि अलिक 3-4 फुट अलिक टाढै फ्याक्छ हैन। त्यसरी नै गर्दा पनि भयो। तपाईहरुसँग सानो पानी छ भने चाहिँ ओहो यसरी भित्र माटोहरु पसेको रहेछ नि त। नै माटो पासेर जाम भएको रहेछ। पानी त एकदम ठुलो छ, एकदम पुग्दो छ पानी यहाँ। यो कलको लागि चाहिँ अलिक प्रेस पनि आउँछ हैन। यसरी अल्झेको रहेछ। अनि कहाँदेखि भिजाउँछ त ओ। ल टक्क बान्ने हो। अनि तपाईहरुले परेङको सानो सानो लाउँदै अलिक सजिलो हुन्छ, किनभने अब सारी बस्नु पर्ने हुन्छ हैन यताउति। प्रायःको धेरै कोहीले त अब यत्रो बाँसै लगाइरहेको हुन्छ। त्यो चाहिँ अति गाह्रो लाग्यो मलाई। त्यो चाहिँ एकदम जागरिलो मान्छेहरुको लागि, अलिक बलियो मान्छेहरुको लागि मात्रै हो त्यो चाहिँ। घुम्नै मानेको छैन, पानी पनि हिड्छ हैन। तर यो खोइ किन हो नघुमेको, अचम्मै छ बा। सायद बल्ल पस्यो होला यसमाथि। बल्ल पस्यो भने सानो सानो बल्लको कणहरु पस्यो भने एकदम ब्लक हुने धेरै सम्भावना हुन्छ। सायद बल्लै पसेको हुनुपर्छ। हेरौँ के अवस्थामा छ, कस्तो अवस्थामा छ। ल यो त पुरै यत्रो हिट पानी भएर पनि यो चाहिँ पुरै ब्लक भएको रहेछ के गाइस। ल चल्न थालेको। धेरै स्टाइल पारी बस्नु नै पर्दैन नि, ठक्क राख्ने ठाउँ भयो भने भइगयो नि हैन। थामिहाल्छ। सोया लाएर बानी बस्नुपर्छ त। ल अब चाहिँ घुम्न थाल्यो हैन। ल अब काम पनि पुरा भयो। र मैले यहाँ चाहिँ यो बगानमा चाहिँ मैले 2 ठाउँ लगाएको छु, एउटा माथि छ एउटा तल। अनि एरिया पनि ठुलै छ, त्यही भएर भिजाको गर्नुपर्छ हैन। अनि मल सबैमा हालेको कारणले गर्दाखेरि अब बर्खामा त हाल्न सकिँदैन। त्यही भएर पुसमाघमा हालेको। अलिक चिसो ठन्डा मौसम हुन्छ हैन पुसमाघमा भनेको, अलिक ठन्डा हुन्छ। अब प्राय पानी पर्ने समय पनि हो हिउँदोको, पुस र माघ चाहिँ। त्यही भएको कारणले गर्दाखेरि मैले मल हालेको छु। र हिउँदोमा अब मल हाल्ने समय भनेको चाहिँ अब पुस र माघलाई अलिक उचित ठानिन्छ। सो मैले हालिदिएको छु। र त्यहाँबाट चल्दैछ भने यता अर्को चल्दैछ। स्प्रिङ्कलरले निकै एरिया भिजाउँदैछ हैन। अनि यता चाहिँ पुरा लोकलको बिरुवाहरू छ हैन, धम्माधम फलिरहेको।